सानीभेरी गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ। सानीभेरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिम जिल्लाको पहाडी भूभागमा अवस्थित एक विविधताले भरिपूर्ण क्षेत्र हो। रुकुम जिल्लाको प्रसिद्ध सानीभेरी नदीबाट यस गाउँपालिकाको नामाकरण रहेको छ। भौगोलिक, सांस्कृतिक र पर्यावरणीय विविधताले भरिपूर्ण यस सानीभेरी गाउँपालिका साबिकको सिमली, गराइला, अर्माको सबै भूभाग, दुली र पुर्तिम गाडाको केही भूभाग समेटी बनेको यस गाउँपालिकाको कुल क्षेत्रफल 133.8 वर्ग किलोमिटर तथा जनघनत्व 185 प्रति वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र सिमलीमा रहेको छ। जम्मा 11 वडाहरूमा विभाजन गरिएको यस गाउँपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफीकोट गाउँपालिका, पश्चिममा जाजरकोट जिल्ला र उत्तरमा आठबिसकोट नगरपालिका र दक्षिणमा चौरजारी नगरपालिका र त्रिवेणी गाउँपालिका रहेको छ। 2078 को जनगणना अनुसार यस गाउँपालिकामा 24,759 जनसङ्ख्या रहेको छ। यस गाउँपालिकाको साक्षरता दर 75.07% रहेको छ। यस गाउँपालिकामा विभिन्न जात जाति जस्तै मगर, क्षेत्री, दलित, ब्राह्मण समुदायहरू बसोबास गर्दछन्। हरेक जाति र समुदायको आफ्नै परम्परा, चाडपर्व र संस्कार छन्। विशेषतः यहाँ हिन्दू धर्मावलम्बीहरू बसोबास गर्दछन्। दशैं, तिहार, जन्माष्टमी, माघे सङ्क्रान्ति, तीज जस्ता हिन्दू पर्वहरू धुमधामले मनाउने गर्दछन्। मेला, पर्व, पूजा र स्थानीय सांस्कृतिक सङ्गीत तथा नृत्य जस्तै सोरठी, सालैजो, पञ्चेबाजा, लोकगीत, टप्पा, झ्याउरे, सिङ्गारू, पैँसेरू, मयूरनाच, ठाडोभाका यहाँको नृत्य सङ्गीतको प्रमुख आकर्षक मानिन्छ। कृषि यहाँको प्रमुख पेशा हो। मकै, गहुँ, कोदो, आलु तथा अन्य तरकारी बाली उत्पादन गरिन्छ। पशुपालन, फलफुल खेती, जडीबुटी यहाँका मुख्य आय स्रोत हुन्। पर्यटनको हिसाबले यहाँ सानीभेरी नदी र ठुलीभेरी नदीको दोभान, रिम्ना दोभान, मौराखरा लेक, सानीभेरी नदी, भेरीदह, सुन्दर गाउँ बस्ती तथा हरियाली जङ्गल, घाँसे मैदान, खेतबारी, खोला नदीले यस क्षेत्रको सौन्दर्य बढाएको छ। गाउँपालिकामा आधारभूत विद्यालयदेखि माध्यमिक विद्यालयसम्मको पहुँच भए पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै सुधार गर्नुपर्ने देखिन्छ। नदी नालाबाट बालुवा गिट्टी उत्खनन, नदी खोला तटबन्ध, वन आगो लागि तथा वन फडानी, फोहोर व्यवस्थापन यहाँको ठूलो समस्याको रूपमा रहेको छ। ग्रामीण विकासको गति सुस्त हुनु, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा अझै सुधार आवश्यक रहनु, बेरोजगारी र युवा पलायन यहाँको प्रमुख समस्या हो। सानीभेरी गाउँपालिका प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र पर्यटनको सम्भावनाले भरिपूर्ण छ।
उचित योजना, स्थानीय सरकारको सहयोग र जनताको सहभागिताले यो क्षेत्रको दिगो विकास गर्न सकिन्छ। धन्यवाद। यस्तै भिडियो हेर्नको लागि लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला।